गाइस स्वागत छ हजुरहरूलाई मान्छेहरूलाई के भन्दाखेरि हामी आजको दिन हिँड सबैजना निस्क्यौँ। आजको दिनमा हामी पौडी खेल्न हिँडिरहेछौँ। यो घोचा चाहिँ किन बोकेको हो खासमा गन गरेर हिँड्छ गाडी पछाडि भन न। यत्रो घोचा बोकेर हिँड्यो। यसको काम चाहिँ अहिले खोलामा पुगेपछि देख्नुहुन्छ तपाईँहरूले। यहाँदेखि यत्रो अब घोचा किन हो यसरी बोकेको नाच्ने हाला पछाडि तिमीहरूले त ऊ बोके जस्तै देखेछ हौ। मलाई बोकेर हिँड्ने देख्यो त बिजेतै भयो। हामी चाहिँ पौडी खेल्न हिँडेको। म चाहिँ उहाँ तलबाट आएको यहाँ पौडी खेल्न आएको यहाँनिर एउटा टिकटक बनाएको। त्यो बनाउँदा बनाउँदा पसिना त्वार चुकेर हेर्नु हामीले कुन टिकटक बनाएको देखाइदियो त। यहाँ देखाइ हेर्नु सक्नुहुन्छ। यहाँनिर रिया पाखरिन के भन्छ यसको केमा आउँछ अरे तेरो यो भिडियो टिकटकमा? के हो टिकटकको नाम भन् न। रिया पाखरिन 1 2 3 यसमा हेर्न आउनु होला सबजना। यही हो है। अब चाहिँ हामी पौडी खेल्नेवाला छौँ गाइस। 1 2 3 पौडी खेल्ने दहमा आइपुग्यो भनेको दह नि सानो देख्दो रहेछ। यहाँ ठुलै छ यहाँबाट सानो देखेको मात्रै हो। अब पौडी खेल्छौँ हामी चाहिँ झ्याममा लाएर जम गरी भइरहेको छ। खै कहाँ राख्ने मोबाइल चाहिँ पनि त्यही छेउमा राख्नु। अनि यहाँ घामले मेरो मोबाइल त ल कहाँ बेला बेला पौडी खेलेको भ्लग पनि गराउनुपर्छ। उतै राख्नु मिल्दैन भने घाम रहेछ है। पौडी खेल्ने द यही हो। हामी पौडी खेल्ने मान्छेहरू यहाँ 3 4 5 जना आएको छौँ। अब चाहिँ हामी पौडी खेल्छौँ गाइजहरू। ल पौडी खेल्ने कार्यक्रम भइरहेछ। यहाँ सुटिङ हुँदैछ यत्रो ड्रोनबाट हाम्रो यो खोला सब देखाउने। कोही पौडी खेलिसक्यो। अब यता पौडी खेल्नु गएर आइज न अलि खोलामा। केही हुँदैन कि झर्दैन। कसरी खेल्ने हौ। ल हाम फाल्नु जाऊ उताबाट हाम फाल्नुलाई। ल यिनीहरू चाहिँ यहाँ हाम फाल्ने भन्दैछ है। अब हात पो देखेछ यत्रो ठुलो खोला छ यहाँ। ल उता मोबाइल पानीले भिज्यो नसरी बोक्सी हाम फाल मोबाइल भिजाउने भयो यो पाराले। आइज नि छिटो। क्यामेरा मिलाउँदै छ एउटा केटी चाहिँ। हाम फाल्ने हो भयो ल। हाम फाल्दैन छाती ठोकिँदैन भयो घोप्रो परेछ नि। नै म त सक्दैन है। अब तिम्रो टर्न। चिप्लो भुइँमा यति पो रहेछ पानीले हो। यता हेर त आफूले बाँदर जस्तो कहाँ गयो यता पछाडि आइदिनु।
के भएको आज हामी यस्तो भेरी डेन्जर वाउ फेरेम लभली चक गयो तिमीहरू फेरेम लभलीको कमाल हो यो हामी सबैको गङ्गा फेरेम लभली हो यो चाहिँ रियाको ब्रान्ड फेरेम लभली यो गङ्गाको यो चन्द्रमाको उता बिबिसाको कस्तो हाँस उठ्दो देखेको नि वाउ फेरेम लभली कति राम्रो दिनदिनै यस्तै लगायो भने त हामी पनि गोरु देखिन्छ होला नि यो भिडियो हाम्रो घरमा पुग्छ होला नि पुग्छ भन्छ हामी पनि भाइरल हुन्छ होला यति गरेपछि होइन कस्तो हाँस उठ्दो देखेको हामी पौडी खेल्दै गर्दाखेरि हाम्रो चाहिँ यहाँ के गर्छौँ हामी बेला बेला दिमाग पिस्केर पागल हो भने जस्तै भइहाल्छ क्या फेरि हामी चाहिँ पागल हो भन्नेले यहाँ मार्केट खाइसक्यो होइन यो वन मान्छेहरूको के भइरहेछ हौ यहाँ दियो 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 तिमीहरू पागल हो हेर्ने दर्शकहरू यहाँ दुईटाको डर फाइट परिरहेको पागल हो क्या यिनीहरू मर मर पागल हो के भएको उठ के भएको भाइ ल साथीहरू हामी त हिँडेको अब यतिकै ननुहाएर हिँडेको रे क्या हामी यहाँ अब पखालेर जाने जिउ भिडियो सुट हुँदैछ हाम्रो ड्रोनबाट गाउँ निकाल्ने कार्यक्रम हुँदैछ खुट्टा धुने अनि यो टाउको चाहिँ कहाँ धुने कहाँ यस्ता हालतमा हिँडिरहेको छौँ हामी यहाँ देख्न सक्नुहुन्छ के भन्छ अरे त्यो एउटा टिकटकमा भन्थ्यो हेर्नुहोस् यहाँ प्रत्यक्ष रूपमा यहाँबाट ढल्यो भने यस्तो भिडमा हिँड्नु भइरहेको छ यस्ता हालतमा हिँडेको छौँ पौडी खेल्नु गएको मान्छे हिलो दलेर आयौँ हामी त खै कुन खालको पागल हो हामी हाम्रो अनुहार देखेर नि पर्सेको होला यता हेर त कस्तो देखाएको छ यो चाहिँ फेरेम लभलीको कमाल हो क्या जाँदा कस्तो थियो सेतो बनाइदियो मैले त्यही बस्न अघि आउँदा कस्तो थियो अहिले आउँदा कस्तो तिमी मिल्छ भने तिमी जस्तै फेर कस्तो भयो हेर मलाई अब झ्याम्बार्केको साथीहरू अब हात खुट्टा धोएर यो अनुहारको पखालेर फेरेम लभली धोएर फाउन्डेसन लाएर जान्छ भने गाइज म चाहिँ तिनीहरू पनि हो उता मासतिर गइसक्यो कहाँ हो तिनीहरूलाई हौ टुकु टुकु हिँडेको देखिरहेको दुइटालाई म नि गएँ अब घरतिर यस्तो झुरुरु भिजेर भाइ भाइ यता खोला सुकिटार छ त्यहीँ मात्रै थियो पानी हो यता त खोला सुकेर यस्तो हालत छ म चाहिँ अब घर हिँडेको पहिला पहिला बच्चामा हामी त्यस्तै गर्थ्यौँ क्या त्यो पौडी खेल्न जाँदाखेरि त्यस्तै माटो खेल्थ्यौँ हो त्यस्तै गरेको आज हामीले सो त्यो हाम्रो बचपना कस्तो लाग्यो यस्तो कमेन्ट गर्न चाहिँ नबिर्सनु होला गाइज यहाँ हेर्नु न काँस घारी अबे हरियो लुगामा हरियो घाँस हरियो घाँसमा हरियो लुगा केही देख्दैन त हौ यस्तो म चाहिँ हिँडेको गाइज अब सो के कस्तो लाग्यो तपाईँहरूलाई हाम्रो भिडियो त्यो कमेन्ट गर्न चाहिँ नबिर्सनु होला यसो त्यो डल्ला डुल्ली मात्रै नपठाउनु होला यसो हल्का लेखेर पठाउनु होला हाम्रो भिडियो आजको पौडी खेलेकोहरू कस्तो लाग्यो एकदमै गर्मी छ नि त घाम एकदमै धेरै लाग्छ त्यही भएर हामी त आज पौडी खेल्न आएको त्यस्तो यता चाहिँ खोला सानो छ के कस्तो लाग्यो त्यही हो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला यति नै भन्दै छुट्टिन चाहन्छु फेरि भेटौँला नेक्स्ट भिडियोमा त्यतिन्जेलको लागि चाहिँ बाई बाई साथीहरू।